नमस्कार, म आरआर शिवाकोटी। अहिले सुनसरीको देवानगञ्ज कप्तानगञ्जको घटनामा जनधनको क्षतिसहित 2 जनाको निधन भइसकेको अवस्था छ भने सिराहाको गोलबजारमा पनि 1 जनाको निधन भएको छ। देशले यो विषम परिस्थिति भोगिरहन परेको अवस्था छ। हामी सदियौँदेखि चाहे मुस्लिम होस्, चाहे हिन्दू होस्, चाहे अन्य जात जाति धर्महरू एकताबद्ध ढङ्गबाट यो मुलुकमा शान्तिका साथ कहिल्यै कुनै एक आपसमा दुश्मनी नगरेको देश, कुनै जात जाति धर्म र कुनै पनि भूगोलका आधारमा होस्, धर्मको आधारमा होस् वा अन्य कुनै जातीय आधारमा होस्, कहिल्यै विभाजन नभएको सदियौँदेखि हामी मिलेर बसेको देशमा हामी भाइचाराको आत्मीयताको आपसी सम्बन्ध स्थापित गरेर आएको। तर वर्तमान परिस्थितिमा केही दिन अगाडिदेखि सुनसरीको देवानगञ्जबाट सुरु भएको एक आपस बीचको झडपले देशका अन्य भागहरूमा पनि केही घटनाहरू भएर धनको क्षतिसहित केही व्यक्तिहरू समेत घाइते भएका छन् भने 3 जनाको मृत्यु भइसकेको अवस्था छ। यस विषम परिस्थितिमा देशका प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन पनि गरिसक्नुभयो। राष्ट्रपतिहरूबाट राष्ट्रपतिसँगको छलफल पनि भयो। गृहमन्त्री घटनास्थलमा आएर घटनाको परिस्थितिहरू बुझ्ने काम पनि भएको छ र हामी जनताको तर्फबाट पनि के हामी हिन्दू, के मुस्लिम, के कुन जात, को ठुलो जात, को सानो जात, यस्तो विगतदेखि नै हामी त्यो परम्परा र त्यो संस्कारमा छैनौँ। हामी जुनसुकै जात धर्म, जुनसुकै धर्म मान्ने, जुनसुकै जातिको भए पनि, जुनसुकै भूभागको भए पनि नेपाली भनेपछि जुन हाम्रो आत्मीयता सद्भाव विगतदेखिको छ, अहिले झन् त्यो हामीले देखाउनु टड्का र आवश्यक छ। चाहे हामी हिन्दू मन्दिरमा जाउँ, चाहे मुस्लिम मस्जिदमा जाउँ, सबै हामी नेपाली हौँ। नेपाली बिचको एकता को परम्परालाई हामीले कायम गर्नुपर्छ। केही कुनै किसिमको गलत काम कसैबाट गर्नु हुँदैन। यो बेलामा हामीले सानातिना टिका टिप्पणीहरू गर्ने, प्रधानमन्त्रीको सन्देशको नाममा प्रधानमन्त्रीले बोल्नु भएन भन्ने किसिमको अभिव्यक्ति नै आउँछ। जब प्रधानमन्त्री राष्ट्रको नाममा सम्बोधन गर्नुहुन्छ अनि कालो कपडा लाउनु भयो, कोट किन लाउनु भएन, कपाल किन कोर्नु भएन, अनि केबाट दिनुभयो, यस्ता सानातिना कुरा होइन कि हामी जसरी हुन्छ देशमा शान्ति स्थापना होस्, धर्मको नाममा कुनै विभेद नहोस्, सबै धर्म आफआफ्नो स्वेच्छाले धर्म गरेर सबैले एकले अर्कालाई सम्मान गरेर अगाडि बढ्नुपर्छ। कुनै पनि किसिमको गल्ती कमजोरी भएको छ भने त्यसलाई सच्याउँदै हामी विगतदेखि नै जुन किसिमको भाइचारा आत्मीय सम्बन्ध छ त्यसलाई स्थापित गरेर अगाडि बढाउनुपर्छ। अब सबैले प्रधानमन्त्रीले मात्र होइन कि हामीले जसले यो सामाजिक सञ्जाल मार्फत चाहिँ यस्ता सानातिना कुराहरू गर्ने होइन कि हामीले स्थितिलाई साम्य बनाउने र देशलाई शान्तिको वातावरणमा लैजानको निमित्त हामीले आफआफ्नो तर्फबाट सन्देशहरू, यस किसिमका भनाइहरू सबैलाई संयमित रहन भन्न र हामी चाहे हिन्दू हौँ मुस्लिम हौँ, हामी मिलेर बसौँ, सबैमा आत्मीयता भाइचाराको सम्बन्ध हिजोको जस्तै झन् प्रगाढ रूपमा अगाडि बढाउन सकौँ, यस्तै किसिमको सन्देशहरू आगामी दिनमा सबैबाट आउनेछ। प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नुभयो। हामीले पनि आफ्नो विचारहरू सबैलाई सहज ढङ्गबाट विगतको शान्तिपूर्ण वातावरण जस्तै बनाउनको निमित्त हामीले पनि हाम्रो तर्फबाट केही सन्देश भिडियोहरू आएमा अझ राम्रो हुने थियो। अझ हामीभन्दा परिपक्व ढङ्गबाट राम्रोसँग व्याख्या गरेर बोल्न सक्ने व्यक्तिहरू धेरै हुनुहुन्छ। उहाँहरूले पनि स्थितिलाई सामान्यीकरण गर्न र यो बढ्दो किसिमको डरलाग्दो स्थितिलाई अन्त्य गर्न र देशलाई शान्तिको बाटोमा लानको निमित्त सबैबाट पहल होस्। सबै राजनीतिक दल, आम बुद्धिजीवीहरू, त्यस्तै गरेर
विभिन्न धर्मगुरुहरू, विभिन्न मुस्लिमको, हिन्दूको, सबै किसिमका धर्म, जात जाति सबै मिलेर बस्नुपर्नेछ। त्यस कारणले गर्दा सबैबाट एकताबद्ध हुने पहल सद्भाव र्यालीहरू आयोजना गरी देशलाई फेरि शान्तिको वातावरणमा लगेर विकास निर्माणको अवस्थाबाट अगाडि बढाउनुपर्छ। यो राज्यलाई असफल हुन दिन वा कुनै केही न केही नामबाट असफलता अशान्ति भएर केही तत्त्वहरूले असफल बनाउन खोज्ने पनि हुन सक्ला। त्यस्तो किसिमको गतिविधिलाई अन्त्य गर्नुपर्छ। यस घटनामा सबै राजनीतिक दलहरू एकबद्ध भएका छन्, त्यो खुसीको कुरा हो। किनभने हामी उहाँहरू राजनीतिक रूपमा फरक हुनुहोला, विभिन्न दलहरूको आफ्नै उद्देश्य आफ्नै हुनसक्छ, तर देशको नाममा कोही विभाजित भएका छैनन्। सबैले राम्रोसँग एकताबद्ध ढङ्गबाट यस परिस्थितिलाई मूल्याङ्कन गरेर आगामी दिनमा यो अशान्तिको वातावरणलाई अन्त्य गर्न दलहरू सबै एकजुट भएका छन्, त्यो पनि खुसीको कुरा हो। र आगामी दिनमा हामी सबैले हाम्रो ठाउँबाट दिन सक्ने चाहिँ कोहीले सकिन्छ आवाजले राम्रा कुराहरू सबैलाई संयमित हुन, हामी जुनसुकै धर्म जात जाति भए पनि एकअर्कालाई सम्मान गरेर अगाडि बढौँ र विगतदेखि भइआएको यस किसिमको सदियौँदेखि चलिआएको यो आपसी भाइचारा आत्मीय सम्बन्धलाई स्थापित गर्न पहल गरौँ। यसो गर्न सकियो भने चाँडै नै देशले शान्ति पाउनेछ भन्ने आशा गर्दै अहिलेलाई म बिदा हुन्छु। हस्त, नमस्ते। भलो होस्, सबैको राम्रो होस्, कल्याण होस्, संयमित हौँ, अनुशासित हौँ र अरूलाई पनि आफ्नो भनाइहरू राख्ने वातावरणहरू सिर्जना गरौँ। यति भन्दै अहिलेलाई म बिदा हुन्छु। हस्त, नमस्ते।